हेलो नमस्ते। म सामु सुजन प्रवीण है। यसरी गेम खेल्दैछु। यो एकदम राम्रो गेम छ साथीहरू हो। यो चाहिँ यसलाई चाहिँ क्लास अफ क्लान भन्छ। साह्रै मजाको छ है। र यो चाहिँ कसरी खेल्नुपर्छ भन्ने चाहिँ तपाईँलाई देखाउँदैछु म। ट्रायल हो, म धेरै जान्दिनँ। पहिला सुरुमा चाहिँ यो घरमा उनीहरूले ट्रुप्स राखेको हुन्छ, त्यो 26 जना निकाल्नुलाई एउटा केटी पठाएर हेर्नुहोस्। त्यसको बादमा अब डिफेन्सलाई तपाईँले मार्नुको निम्ति पहिला सुरुमा एउटा राख्नुहोस् जाइन्ट है। त्यो ट्र्याप छैन भने भनेपछि अरू जाइन्टले छोडिदिनुहोस्। त्यसपछि रानी एउटा दिनुहोस् र हेलिङ स्पेल दिनुहोस्। त्यसले चाहिँ के गर्छ भन्दाखेरि मरिसकेको उनीहरूको ताकतलाई फेरि जगाउँछ। प्लस पछाडिबाट तपाईँले विजार्डहरू छोडिदिनुहोस्। अनि तपाईँले मैले जम्प स्पेल हानेको छु। जम्प स्पेलले वाल नागेर गएको छ है। उनीहरूले वाल भत्काइराख्नु अरू छैन। राजा त गयो नागेर है, देखिराख्नु भएको छ। अनि यसरी अब रानी पनि उठेर जान्छ, वाल नाग तोड्नु परेन। अनि पछाडिबाट यसले अगाडिबाट भन्दै जान्छ, यो जाइन्टले देखिराख्नु भएको छ है। त्यसको पछाडि चाहिँ के छ, विजार्डहरू छ। विजार्डहरूले चाहिँ डिस्ट्रोय गर्दै जान्छ उनीहरूलाई है, डिफेन्सहरू। र देखिराख्नु भएको छ रानीले चाहिँ सहायता गरिरहेको छ। राजा मर्न आँटिसकेको छ। राजा किनभने जताबाट त्यता जान्छ। हेर्नुहोस् यतापट्टि विजार्डहरूले कति ड्यामेज गरेको छ, हाइली ड्यामेज गर्छ विजार्डले। हेर्नु छ क्विनले चाहिँ पछाडिबाट दिइरहेको छ सपोर्ट है। डिफेन्सलाई डिफेन्स मात्रै मार्छ यो जाइन्टले चाहिँ। र यो विजार्डहरूले चाहिँ जुन पाए त्यही, उनको फेभरेट कुनै छैन। अलिन अल उनीहरूले लाउँछ। रानीको पनि त्यही हो पारा, अलिन अल मार्छ उनीहरूले पनि। अब हेर्नुहोस् साह्रै मजाको गेम छ यो। यसलाई तपाईँले रिभेन्ज पनि लिन सक्नुहुन्छ। कसैले तपाईँलाई यसरी तोडेर गयो भने आफ्नो ट्रुप्स बलियो बनाएर उनीहरूलाई रिभेन्ज पनि लिन सक्नुहुन्छ, बदला भनिन्छ नेपालीमा है। रानीले चाहिँ एकदम ठुलो भूमिका खेल्छ, किनभने उसको एकदम टाढोको डिफेन्स है, टाढैबाट उसले त्यो डिफेन्स लडाउन सक्छ। हेर्नुहोस् यसरी। र जसरी अब मैले यो फास्ट रिप्ले गरेँ ढिलो भएकोले गर्दाखेरि, जब मैले 100% तोडेँ तब मेरो कति आउँछ, 4,28,491 मैले ल्याएको छु। यसरी मैले यसलाई जितेको छु है। त्यसरी मैले अर्को पनि मैले प्रयास त गरेको थिएँ, तर म असफल हुन सकिनँ। र यस्तै गरी मलाई अब उनीहरूले त्यो मान्छेले न अर्कै मान्छेले मलाई यसरी हानेको छ। त्यो चाहिँ मेरोमा के थिएन, यहाँनिर डिफेन्स थिएन, मेरो यसमा डिफेन्स थिएन है। उनीहरूले जाइन्ट ल्याएको छ 6 लेभलको, यो चाहिँ मलाई हानेको है। चारैपट्टिबाट उनीहरूले लगाइरहेको छ, यताबाट पनि यताबाट पनि है। जाइन्टले चाहिँ पहिला सुरुमा डिफेन्स डाउन गर्छ। रानी मिसाले छोडेको छ। त्यस पछाडि हेलर दिएको छ, जाइन्टलाई एकदम पावर दिने हेलर दिएको छ है। मेरो विजय टावरले हान्दैछ, तर फरक परेको छैन, किनभने 3टा यसले हेलर ल्याएको रहेछ। रानीले पछाडिबाट आक्रमण गर्दैछ। साथसाथै अब यता ठुलो 9 लेभलको रानीले मेरो 2 लेभलमा उनीलाई डाउन गरिदियो, मारि त हाल्यो। र रानीलाई पनि अहिले दिइरहेको छ हेलिङ पावर। हेर्नुहोस् जाइन्ट 6 लेभलको जाइन्टलाई केहीसम्म चाहिँ लडायो, तर पनि सकेन। उनीहरूको पावर बलियो छ, किनभने 9 लेभलको रानी पछाडि डिफेन्स लगाइरहेको छ। र फेरि पनि उसले जाइन्ट छोडेको छ। यसरी जाइन्ट छोड्यो। मेरो डिफेन्सहरू एकदम कम भएर गइरहेको छ। यताबाट उसले अब के गर्यो, केटीहरू छोड्यो, फेरि विजार्डहरू छोड्यो। विजार्डले एकदम हाइली ड्यामेज गर्छ। 5 लेभलको विजार्ड रहेछ, यसले मोटामोटी 90 ड्यामेज गर्छ। छ लेभलकै रहेछ यसको यो पनि। भल्क्रे पनि आएको रहेछ। एउटा हेलर त डाउन गर्यो, एउटा हेलर सेट सकेन। आइरहेको छ, हेलिङ पावर दिइरहेको छ एकदम बलियो भएर। बाहिर ल्याउने कोसिस त गरेको थिएँ मैले त्यो ट्र्यापबाट, तर सकेन। भल्क्रे हेर्नुहोस् यहाँ
एकचोटिमा दुईटालाई असर पार्छ, दुईपट्टि नै। हेलर डाउन हुँदैछ, पनि सकेन, रानीले एकदम अल्झिरहेको छ। फेरि यसले गोविन्सहरू छोडेको छ, यसलाई गोविन्स भन्छ। यसले चाहिँ रिसोर्सहरू चाहिँ एकदम छिटो डाउन गर्छ यसले चाहिँ। यहाँ हेर्नुहोस्, राजाले केही पनि गर्नु सकेको छैन अहिले, किनकि राजाको बााउन्ड्रीमा आएको छैन। अब आयो राजाको बााउन्ड्रीमा, यसलाई त लडाउँछ, तर के रानीले राजालाई एकदम गरिरहेको छ। ल लडाइयो सक्यो, सायद मेरो 100% लानेको छ यिनीहरूले। हेलिङ पावर 6 लेभलको रहेछ, रेज स्पेल पनि छ यिनीहरूको। यसरी चाहिँ मलाई रिभेन्ज लियो यिनीहरूले है, एकदम ढुट्टै बनायो। यो चाहिँ म हो, यो सामु सुजन प्रवीण भन्ने यहाँनिर छ, सामु 705 एमएटी किपर्स मेरो क्लाइन्टको नाम हो। यो जति थियो सबै लग्यो। ल हेर्नुहोस्, यो चाहिँ एकदम इन्ट्रेस्टिङ गेम छ साथीहरू, तपाईँले खेल्न सक्नुहुन्छ यसलाई। यसरी कनेक्ट गर्नुभयो भने तपाईँको फ्रेन्ड्सहरू को छ फेसबुकमा यसरी देखाउँछ है। यो मिडी हन्ट, डेड सिटी, आदित्य, रिचियल बलोन, विशाल है, यसरी सबै जति पनि फ्रेन्ड्सहरू छ तपाईँको यहाँ देखाउँछ। हस् त, यो भिडियो हेर्नु लागि धन्यवाद।